म चाहिँ प्रायः जस्तो गाउँघरको भ्लग किन लिएर आउँछु भने चाहिँ मलाई चाहिँ गाउँघर अति धेरै मनपर्छ। आज पनि मैले नयाँ गाउँघरको भ्लग लिएर आएको छु। यहाँ चाहिँ फुल रोप्ने है त। सो हामी चाहिँ यहाँ फुलहरू रोप्दैछौँ। अब तिहार पनि नजिकै छ। हामी चाहिँ यहाँ सयपत्री फुलहरू चाहिँ टन्नै रोपिसकेको छौँ भनेपछि अहिले चाहिँ घर सजावटको लागि दामी दामी फुलहरू लिएर मैले आइसकेको छु। किनभने अहिले लगभग रातिको 7:30 भइसकेको थियो। यति राम्रो फुलहरू चाहिँ मलाई रोप्न मन लाग्यो क्या। अनि अब यो गार्डनमा हरियाली र फुलहरूको रङ्गी बिरङ्गी मलाई चाहिँ अति धेरै मनपर्छ क्या। सो मलाई सोकिङ पनि छु म त्यस्तो कुराहरूमा। र मैले चाहिँ यो तल आन्टीको घरबाट लिएर आएको थिएँ। सो त्यही भएर यसलाई चाहिँ यतिकै राख्न मन लागेन। बिहान चाहिँ म अब अफिस जानुपर्ने भएको कारणले अहिले बिहान टाइम नपुग्ने भएकोले मैले चाहिँ अहिले नै यसलाई रोप्ने निर्णय गरेको छु है त। सो यो गार्डन यो अगाडिपट्टि आँगनमा पुरै यति राम्रो राम्रो फुलहरू सानो सानो बिरुवाहरू रोपेर यो घरलाई चाहिँ चट्ट बनाउने मेरो प्लानिङै छ है त। मास्टर प्लानिङ अलिकति समस्या भएको कारणले चाहिँ अहिले यति धेरै पुरा गर्न सकेको छैन। बिस्तारै बिस्तारै तपाईँहरूको माया साथ सपोर्टले चाहिँ म यो अवश्य पुरा गर्नेछु है त। यो घर सजाउनेदेखि लगेर यो घरमा हरेक कुराहरू चाहिँ म गर्नेछु र मेरो फ्यामिलीले चाहिँ अति धेरै साथ दिन्छ है। यति माया गर्छ, साथ सपोर्ट सबै कुराहरूमा दिन्छ है त। सो अनि यो लगाउनको लागि चाहिँ मैले यहाँ अब फालिएका युज गरिसकेका चाहिँ सामानहरू चाहिँ मैले खेडेर फेरि पुनः युज गर्दैछु। तपाईँहरू नि यस्तो कुराहरू छ भने नफालिदिनु होला र यसमा चाहिँ अलिकति माटो र हल्का मल हालेर टक्क बिरुवाहरू रोपेर आफ्नो घर अगाडि राखिदिनुहोस्। यति राम्रो देखिन्छ तपाईँहरू है त। एकचोटि ट्राई गर्नु होला यस्तो यस्तो कुराहरूलाई पनि है। मैले चाहिँ ट्राई गर्न सुरु गरिसकेको छु। यति राम्रो देखिन्छ कि अब के भन्ने। यो गमला चाहिँ अब मेरो बुढीले बनाएको थिइन् तर यो फुट्यो। सो हामीले यसलाई जुगाड गर्दैछौँ। अब यसमा हाल्नको लागि चाहिँ हामीले चाहिँ अलरेडी मल ल्याएर राखिसकेको छौँ। अब चाहिँ जाँदैछौँ माटो खोज्नलाई त। अब मलिलो माटो चाहियो यसमा हाल्नलाई त। मलिलो माटो खोज्नलाई त कता 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 भन्ने कुरा भयो। अनि बुढीले चाहिँ उतापट्टि पहिला तरकारी लगाउँदाखेरि चाहिँ त्यहाँ मल माटो सबै कुराहरू त्यहाँ मिक्स गरेर राखेको रहेछन्। यहाँ छ भने त्यसपछि म गएर त्यो माटो लिएर आएँ। हाम्रो क्यामराम्यान चाहिँ मेरो छोरी है त, शिखा काली चिन्नुहुन्छ होला नि है। ऊ चाहिँ क्यामराम्यान है। अनि तपाईँहरूले चाहिँ हाम्रो गाउँघरको भ्लगलाई चाहिँ यति धेरै माया गरिदिनुहुन्छ क्या होइन। हाम्रो गाउँ राम्रो पनि मानिदिनुहुन्छ, राम्रो छ भन्नुहुन्छ, प्रतिक्रिया पनि राम्रो हुन्छ क्या। अहिले चाहिँ हाम्रो गाउँघरतिर कस्तो छ भनेपछि मान्छेहरू सहर बजार भन्दा पनि गाउँघर नै रोजेको छ क्या। किनभने हाम्रो गाउँ यति राम्रो छ क्या होइन। सो यहाँबाट जाने कसैले पनि उनी गर्दैन क्या। अब विकास पनि बिस्तारै बिस्तारै भएको छ र हुन्छ पनि। अझ पूर्ण विश्वास छ हामीलाई चाहिँ होइन छिटै विकास हुन्छ भन्ने कुरा, अझ राम्रो हुन्छ हाम्रो गाउँघर भन्ने कुरा। अहिले त के भने चाहिँ अब सहरमा गएर बस्नुभन्दा बरु गाउँघरमै बस्नु राम्रो सोच बनाइसक्यो।